फेवा ताल नेपालकै दोस्रो ठुलो तथा सबैभन्दा धेरै भ्रमण गरिने ताल हो। यो नेपालको पर्यटन राजधानी पोखरामा अवस्थित छ र पोखराको दक्षिणी भागमा पर्दछ। फेवा तालले प्राकृतिक सौन्दर्यको मनमोहक दृश्य प्रदान गर्दछ, जहाँ डुङ्गा सवार गर्न सकिन्छ र तालकै बीचमा अवस्थित हिन्दू पवित्र स्थल तालबाराही मन्दिरको दर्शन गर्न सकिन्छ। यसका साथै यो ताल प्रवासी तथा स्थायी चराचुरुङ्गीहरूको वासस्थानका रूपमा पनि प्रसिद्ध छ, जसका कारण चराप्रेमीहरूका लागि आकर्षक गन्तव्य बनेको छ। फेवा तालको सतहमा अन्नपूर्ण र धौलागिरी हिमश्रृङ्खलाका विभिन्न हिमालहरू तथा विशेष गरी माछापुच्छ्रे हिमालको प्रतिबिम्ब देखिनु यसको अर्को विशेषता हो। तालको बीचमा रहेको एक टापुमा अवस्थित तालबाराही मन्दिर पोखराको मुख्य केन्द्र चिप्ले ढुङ्गाबाट करिब 4 किलोमिटर दूरीमा रहेको छ। पोखरामा आउने पर्यटकहरूका लागि फेवा ताल मुख्य आकर्षणको केन्द्र मानिन्छ र यो नेपालकै दोस्रो ठुलो ताल हो। लेक साइड क्षेत्रमा आधुनिक पर्यटकीय विकास देखिए पनि यसको दक्षिण पश्चिमी किनार घना जङ्गलले ढाकिएको छ र चराचुरुङ्गीहरूको चहल पहलले जीवन्त देखिन्छ। रानी वन क्विन्स फरेस्टको हरियालीले ताललाई पन्ना जस्तै हरियो आभा प्रदान गरेको छ। लेक साइडमा भाडामा उपलब्ध रङ्गीन डुङ्गा मार्फत तालमा सवार गर्न सकिन्छ। धेरै मानिसहरू तालको किनारमा हिँड्न वा साइकल चलाउन रुचाउँछन्। विश्व शान्ति स्तूपतर्फको यात्रा गर्दा फेवा ताल र वरपरका हिमालहरूको अत्यन्तै मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।